याला वाच लाखे लाइक गाइस जुन भोलि विवाह हुँदैछ हाम्रो भुवन दाई प्लस सुन्ता दिदीको हल चाहिँ यही हो। आज डेकोरेसन सबै फुल भइसकेको छ प्लस अझै यहाँ जारी गइरहेको छ डेकोरेसन्स। त्यहाँ चाहिँ मिटिङ हुँदैछ भोलि के हुन्छ भनेर हामी त्यही गरेर हेर्नेछौँ अहिले। त्यो चाहिँ मेन छुट्टै छ ओके गाइस अहिले चाहिँ यहाँ भोलिको लागि रिहर्सल भइरहेको छ कसरी बेहुला बेहुली आउँछन् भनेर। यहाँ चाहिँ भोलि पञ्चबाजाको साथ बेहुला र बेहुलीको एन्ट्रेन्स हुन्छ अरे। मलाई पनि आई डोन्ट नो द कन्सेप्ट बट जे हुन्छ भोलि देखाइजाला होइन गाइस। यहाँ चाहिँ अहिले हल्का रिहर्सल मात्रै हो गाइस, कन्फ्युज नहुनुहोस्, यो कुनै झगडा भएको होइन। यहाँ चाहिँ भोलि के हुँदैछ भनेर प्रिपरेसन रिहर्सल हुँदैछ होइन। द्याट्स अल। आज मात्रै हो दाजुको फ्रिडम अफ स्पिच भनेको, भोलिदेखि त्यो पनि कब्जा हुँदैछ। सायद त्यही भएर दाजुको अनुहार अलिक गुमसन भइरहेको होला। वेल इट्स ओके, अब भोलिको मात्रै इन्तजार छ होइन। दुलाई यहाँ बस्ने ल अब हामी दुलाईलाई बोलाउने सुरु तीनचोटिबाट फुटेज एनाउन्समेन्ट गराउने चाल पाउँदैछ। आउँदै गर्दा ब्याकग्राउन्ड म्युजिक बज्दैछ, त्यसमाथि बजाउँ। ओके, उसमा तुरै त्यति बजाएर गएर रेस्ट गरौँ। ओके, सुरु गरौँ। लु जानुहोस् न भाइ। त्यो बजेपछि मात्रै पञ्चबाजा पनि बज्न सुरु हुन्छ अरे। नाच्यो हो। भोलिको विवाहमा चाहिँ यसरी नै दुलाई त्यहाँदेखि ठक्क आएर पञ्चबाजाहरू यहाँ आएर बस्छन् अरे। ठक्क बेहुलीको पनि कन्सेप्ट त्यही हो, पञ्चबाजाको साथ। बेहुलाकोमा जसरी पञ्चबाजा बजाएको थियो सायद बेहुलीको पनि आई थिङ्क सेम त्यही कन्सेप्ट हुन्छ र पञ्चबाजाको। बेहुला आइसकेपछि चाहिँ हो ठक्क बेहुला बेहुलीले यहाँ बसेर हेर्दाखेरि चाहिँ यही भ्यू एङ्गल देख्नेछन् ठक्क। ठक्क बेला बेला आइसकेपछि चाहिँ रिङ पनि यसरी आउँछ। गाइस हामी चाहिँ त्यो हलदेखि डेकोरेसन अनि रिहर्सल सबै सिद्धेर फेरि यहाँ बेहुलीको घरमा आएर सबै भोलिको लागि काटकुट गर्दैछन्। त्यहाँनिर प्याज आलु खै टमाटर के काट्दैछ, मान्छेहरू आउँदैछन्, गफ गर्दैछन् होइन। सबैजना आउनु भएको छ, मजा भइरहेको छ। उहाँ हाम्रो बेला राजा पनि गफ गरिरहेको भएको छ होइन अरूसँग। हाम्रो बेहुली रानी चाहिँ देखिनँ मैले। उता हुनुहुँदो रहेछ। गर्मी हल्का बेसी भएको अवस्था, तर मजै भइरहेछ।
स्टाइल है भाइ देख्यो होला नि दाइ के भन्नु सर यो जुन राखेको छ नि चाहिँ न्यू स्टाइल हो न्यू स्टाइल राइट बेहुला भन्दा खतरा तयारी यहाँ हाम्रो दाजु हुनुहुँदैछ होइन किनकि बेहुलालाई बोलाउने न मैले हो नि फेरि हाम्रो हेयर कट पर्सन छ यहाँ ओ माई गॉड ल दाजुलाई मोस्ट ह्यान्डसम देख्नु छ क्या ल गाइस यो चाहिँ नेक्स्ट डे हो हिजो चाहिँ सबै डेकोरेसन भएको थियो टुडे एभ्रिथिङ रेडी छ चेयरहरू सेटअप नाउ वी आर जस्ट वेटिङ फर एभ्री वान टु कम अनि बेहुला बोली पनि होइन भन्नु हो राइट यहाँ दामी एउटा सायद त्यो फोटो खिच्ने थियो होला मेबी उता अगाडि बस्ने बेहुला बोली अनि यता चाहिँ अरू दर्शकबिनहरू बसेर हेरिन्छ ओके गाइस हिजो चाहिँ जुन रिहर्सल भएको थियो यहीँ हो चेयरहरू सबै राखेको छन् मजाले अगाडि पनि त्यहाँ डेकोरेसन गरिसकेको छन् अनि यहाँ बेहुला बेहुली एन्ट्री हुने ठाउँ आशीर्वाद कङ्ग्रेचुलेसन भाइ हो यो म्याचिङ होला नि त क्या दामी हो अहिलेको यो चल्ती छ नि म्याचिङ के भयो अब सेटै लाउनु पर्छ पक्का यहाँ तिमीहरू चाहिँ म चाहिँ अनि आज यहाँ होटल हामीले मिलाएको छ ए होटल यहाँ छ नि त कुन पासमा दियो ए यहीँ छ बामाको पनि भिडियो नि किनभने ब्याग छ त्यहाँ ब्यागभित्र उयो मुनि हुन्छ त्यो ओ अझै माथि हुन्छ जस्तो माथि हुन्छ अलराइट गाइस उहाँ चाहिँ हाम्रो बेहुलीको बुबा हुनुहुन्छ अनि अङ्कल तपाईँको छोरीको बे हुँदैछ आज तपाईँलाई कस्तो महसुस हुँदैछ हुन्छ जय मसी एक प्रकारको होइन एक्साइटेड छु एक प्रकारले दुःख पनि लागिरहेछ छोरीलाई बिदाई दिनलाई एक प्रकारको चाहिँ अब प्रभुमा भएर एक्साइटेड पनि छु एकदम खुसी पनि छु एक प्रकारको खुसी एक प्रकारको दुःख बिदाईको दुःख त्यस्तै छ भाइ प्रवीण दाई तपाईँलाई वेल हाउ यु फिलिङ Greetings to all of you. What a day of joy. It's time of celebration. It's the time of rejoicing. I feel so blessed that both of our dear beloved brothers and sisters are getting accord in a relationship today. This is the day of the fulfillment of the promise of God in their life. So म एकदमै खुसी छु म उत्साहित छु उहाँहरूको जीवनदेखि परमेश्वरले प्रशस्त आशिष गरेका हुन् म गन्ती 6 देखिको आशिष बोल्दैछु भजन सङ्ग्रह 121 अनि भजन सङ्ग्रह 128 को आशिष म उहाँहरूको जीवनमा बोल्दैछु भाइ बोन एन्ड सुनिता आई लभ यु सो मच गॉड ब्लेस यु
क्यामेरा बोल्नलाई यतिखेर अब दुलहा दुलै उहाँहरू आफ्नो स्थानमा आएर बस्न सक्नुहुनेछ तपाईँहरू पनि बस्न सक्नुहुन्छ यतिखेर धेरै धेरै धन्यवाद तपाईँहरू उठेर नै उहाँको स्रोतमा पाउनुहुन्छ प्रभु अनि यो ठाउँमा तपाईँ चालिनुहोस् as we lift your name up Lord in this moment महिमा Lord, we thank you. जसरी तपाईँको वचनमा लेखिएको छ आज तुरैको आवाजमा तपाईँ जसरी ल्याउन आउनुहुनेछ आज हामी कसरी तयारी रूपमा हामी बस्नुपर्ने हो त्यो कुरो तपाईँले सिकाउनुहोस् प्रभु तपाईँको उपस्थितिलाई हामी स्वागत गर्छौँ तपाईँलाई धन्यवाद छ यहाँभन्दा उपरान्त रहेको भागहरू प्रभु तपाईँ Lord, अनि यो जोडीको जीवनमा सबै मिलेर आशिष दिन सकेको होस् भने प्रार्थना गर्छौँ आज तपाईँलाई धन्यवाद दिन्छौँ सबैको निम्ति आज यहाँ हत्तु हुन्छ अरे बेलुका कति पनि हुँदैन अरे त्यसले गर्दा एटलिस्ट हामीलाई एक बेला चटपटे आउने त हालिदिनुहोस् न भन्दै थिएँ दुईपट्टिको कुराहरू मैले तपाईँलाई भनिदिएकै ल ओके मनोरञ्जन कुरा त्यहाँ राख्दै तपाईँहरूले गर्नुहुन्छ भनेर विश्वास विवाह चोरी विवाह साइड लाउने विवाह स्वर्गबाट तोकिएको विवाह होइन परमेश्वरको धार्मिकतामा जग बसालेको विवाह चाहिँ स्वर्गले आशिष दिएको विवाह हुन्छ आमेन तपाईँहरूलाई धेरै धेरै धन्यवाद विवाह चाहिँ मैले अस्ति भन्दै थिएँ विवाह चाहिँ करार हो विवाह चाहिँ कन्ट्र्याक्ट होइन हेर्नुहोस् है कन्ट्र्याक्ट भनेको चाहिँ के भने नि कन्ट्र्याक्टमा चाहिँ दुईवटा दल आउँछन् अनि दल आइकन उनीहरूले आफ्नो फाइदाका कुराहरूलाई अगाडि लिएर आउँछ तर इसाई विवाहमा चाहिँ परमेश्वर हुनुहुन्छ गवाईको रूपमा परमेश्वर उपस्थित हुनुहुन्छ अनि हाम्रो एकदमै ह्यान्डसम अनि जेन्टल जो तपाईँले दुलहा यहाँ देखिराख्नु भएको छ मोर देन वी इज भेरी मच एक्साइटेड हामीभन्दा पनि ज्यादा उहाँ उत्साहित हुनुहुन्छ हालेलुया उहाँको एक्सप्रेसनबाट उहाँको चेहराबाट हामीले त्यो कुरा देखिरहेको छौँ प्रभुलाई महिमा भएको छ यतिखेर यो पर्मिसन यति वर्षसम्म उहाँले जुन मोडेस्टी एउटा जुन होलिनेस जुन शुद्धता भन्ने कुरो राख्नु भएको थियो ती कुरोमा अब उहाँले अनुमति दिँदै हुनुहुन्छ हालेलुया त्यो भेल हटाउन आँट्नु भएको छ र अब उहाँको बिचमा कुनै पनि डिस्टेन्स कुनै पनि बार छैन कुनै पनि अब त्यहाँनिर खाल्डोपन छैन अब उहाँहरू एउटा शरीर हुन गइराख्नु भएको छ हालेलुया यतिखेर हाम्रो हुन गइरहेको दुलहाले जो दुलहाईको त्यो घुम्टोलाई हटाउन सक्नुहुन्छ यतिखेर हामी सबै हामी कराउन सक्छौँ हामी ताली बजाउन सक्छौँ है त रेडी 1 2 3 गो हालेलुया अब जसरी उहाँले अब घुम्टोलाई हटाउनु भयो अब एकअर्काप्रति उहाँहरू पारदर्शी हुनुभएको छ हालेलुया अब एकले अर्काको जुन त्यो हिडन कुरो थियो त्यो कुरा रिभिल भयो अब कुनै पनि कुरा लुकेको छैन उहाँको बिचमा हालेलुया nothing is sacred nothing is hidden now everything has been revealed out सबै कुरा अब
बाहिर देखाइदिएको छ है, त्यो रिभिल भइसकेको छ, प्रदर्शन भइसकेको। दुल्हाले दुल्हैको लेफ्ट ह्यान्डको त्यो रिङ फिङ्गरमा यो औँठी लगाइदिँदै हुनुहुन्छ र यतिखेर आउनुहोस् हामी ठुलो ताली बजाइदिनेछौँ। ल यसलाई ठुलो ताली हामी बजाइदिनेछौँ। ल साथसाथै once again ल you can read. प्रिय सुनिता, त्रिएक परमेश्वर र पवित्र मण्डलीको गाडी परमेश्वरको वचन अनुसार म तिमीलाई आफ्नो विवाहित पत्नीको रूपमा स्वीकार गर्छु। Still छ म वाचा गर्छु कि ख्रीष्ट येशूले आफ्नो मण्डलीलाई गर्नुभए जस्तै त्यसरी नै म तिमीलाई जीवनभरि माया, सम्मान र आनन्द दिन प्रयास गर्नेछु। म तिमी र हाम्रा सन्तानहरूको लागि एक असल बाबा बन्नेछु र बाइबलको शिक्षामा हुर्काउनेछु। बिरामी वा स्वास्थ्यमा, धनी या गरिबमा, खराब वा असल समयमा, अभाव अनि प्रशस्तिमा म तिम्रो साथ उभिनेछु र एक विश्वासयोग्य पति बन्नेछु। म जहाँ जानेछु तिमीलाई त्यही लानेछु, म जहाँ बस्छु तिमीलाई त्यही राख्नेछु। तिम्रो आफन्तहरू मेरा आफन्तहरू हुन् र परमेश्वरले हामीलाई सहायता गर्नुहुन्छ। आमेन। यो चाहिँ एकदमै ब्युटिफुल मोमेन्ट, यो मोमेन्ट आउँदैन। इन्जोय योर मोमेन्ट। ब्याकग्राउन्ड अलिक लो गरेर माइक अलिक अफ गर्नुहोस्। प्रिय भुवन, त्रिएक परमेश्वर अनि पवित्र मण्डलीको अघि परमेश्वरको वचन अनुसार म तपाईलाई आफ्नो विवाहित पतिको रूपमा स्वीकार गर्दछु। म पनि वचन गर्छु कि मण्डलीले ख्रीष्ट येशूलाई गरे झै म तपाईलाई जीवनभरि माया गर्ने छु। म पनि हाम्रो सन्तानको लागि एक असल आमा बनिनेछु र बाइबलको शिक्षामा हुर्काउन हजुरलाई सहायता गर्नेछु। बिमार वा अस्वस्थमा, धनी वा गरिबीमा, खराब वा असल समयमा, अभाव वा प्रशस्तिमा म तपाईको साथमा उभिनेछु र एक विश्वासयोग्य पत्नी बनिनेछु। तपाईँ जहाँ जानुहुन्छ म त्यहीँ जानेछु र तपाईँ जहाँ बस्नुहुन्छ म त्यहाँ बस्नेछु। तपाईँको आफन्तहरू मेरो आफन्त हुनेछ र तपाईँको परमेश्वर मेरो परमेश्वर हुनुहुनेछ अनि परमेश्वरले हामीलाई सहायता गर्नुहुनेछ। हालेलुया। ल यो रोटी दुईजनाले लिनुहुनेछ र एउटै कचेङ्राबाट उहाँहरूले पिउनुहुनेछ। ल त्यस र रोटी खानुभयो अनि त्यस पछाडिबाट कचौरा लिनुभयो र भन्नुभयो प्रभु येशूले नयाँ करारको मेरो रगत हो। हालेलुया। उहाँहरूले दुईजनाले आज प्रभु भोजलाई गर्दै हुनुहुन्छ। यतिखेर मण्डली हामी उत्साहित भएर ताली पनि बजाउनेछ र यो दाम्पत्य जीवनभरिसम्म मृत्युले नछुटाएसम्म एकदम आशिषमय प्रभुमा बढ्दै रहेको छ भन्ने आशीर्वाद दिन चाहन्छु र विशेष गरी यो समय हाम्रो उद्घोषकलाई दिँदै म पनि ओझल हुन चाहन्छु। जय मसीह।
यो चाहिँ भजन, यो चाहिँ हितोपदेशमा सोलोमनले छ भने चाहिँ असल पत्नी चाहिँ पतिको मुकुट हो। अनि त्यस्तै चाहिँ सुन्नुहोस्। तिमी मेरो मुकुट हो, प्रभुबाटको एउटा असल उपहार, प्रेमको बन्धनले मायाको डोरीले मेरो सहयोगी तिमीलाई म बाँध्नेछु, सधैँ तिमीलाई म अँगाल्नेछु। मण्डलीलाई यसुले प्रेम गरे झै म पनि तिमीलाई प्रेम गर्नेछु। सुखमा अनि दुःखमा, हाँसोमा अनि रोदनमा, अभावमा अनि प्रशस्तैमा तिमीलाई नै साथ दिनेछु, तिम्रो नै साथी बन्नेछु। हालेलुया, आमेन। He said this as he led me to make this for you too. स्थानमा आउँछौँ, हृदयमा हामी घुँडा टेक्छौँ यस घडी। धन्यवाद बुबा, आज साँच्चै यो दिनको साक्षी बन्नलाई तपाईँ परमेश्वरले हामीलाई यो अवसर दिनुभयो। यो दिनका लागि हामी तपाईँलाई धन्यवाद दिन्छौँ। आजको यो दिन तपाईँ परमेश्वरले गर्नुभएको अद्भुत काम, तपाईँको स्वर्गको सपनाहरू आज पुरा हुँदै गरेको यो दिनको साक्षी आजको यो दिन, आजको समय अनि आज जति पनि प्रभुजी आमन्त्रित निमन्त्रित तपाईँको दास दासीहरू जो जति टाढा नजिकबाट आउनुभएका सम्पूर्ण आफ्ना आफन्त हामी सबैजना मिलिकन प्रभु हामी तपाईँको नाउँलाई उचाल्छौँ। हामी धन्यवाद भन्छौँ प्रभुजी आजको यो विशेष दिनका लागि। प्रभु तपाईँ परमेश्वरले सम्पूर्ण ब्रह्माण्ड बसाल्न अगाडि नै यो जोडीका लागि तपाईँ परमेश्वरले देख्नु भएको सपना आज पुरा हुँदैछ। तपाईँको राज्यको निमित्त जुन कुराहरू तपाईँ परमेश्वरले अघिबाट नै लेख्नु भएको छ, सपना स्वर्गले देखेको कुरा आज पुरा हुँदै गएको कुराहरू हामी घोषणा गर्छौँ अनि विश्वास गर्छौँ। प्रभु धन्यवाद। अनि विशेष गरिकन प्रभु येशू तपाईँले आफ्नो जीवनकालमा तपाईँ परमेश्वरले पहिलोचोटि काना सहरको विवाहमा जसरी तपाईँले हस्तक्षेप गर्नुभयो अनि प्रभु जुन अभावमा प्रभुजी जुन दागमा एउटा पानीले छोइकन दाग मत बनाइकन जुन असल दागमा दृष्टि सदा सर्वदा हामी बोल्दछौँ। अति दयालु प्रेमिलो येशूवा मसीहको नाउँमा आमेन। जय मसीह सबैजना, जय मसीह। आमेन। यस्तै होस्।
वर्षसम्म पनि क्लेम भएन भने चाहिँ बेहुला बेहुलीको खातामा जान्छ है त ल डोनेसन